ओ माई गड केटाहरू केपी ओली लगायत अब रमेश लेखक अरू पनि को पुरै पुलिस प्रशासनले पक्राउ गरेर चौकी हालिसकेको छ। केपी ओलीलाई गुन्डुबाट अनि रमेश लेखकलाई आफ्नै निजी निवासबाट उठाएर शनिबार बिहान चाहिँ चौकी हालिएको हो। अनि हाम्रो केपी बा त एकदम बाठा बिरामीको नाटक गरेर टिचिङ हस्पिटलमा भर्ना भइसकेका रहेछन्। अब आज चाहिँ अदालतमा पेश गर्ने भन्ने कुरा छ। अब अगाडि के हुन्छ आदि इत्यादि कुराहरू सबै कुरा जान्न चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नु होला है त। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको खबर शनिबार बिहान उठ्ने बित्तिकै धेरैले सुनेको पहिलो खबर थियो। प्रहरीले एका बिहानै भक्तपुरको कटुन्जे स्थित लेखक निवासबाट पहिले लेखकलाई पक्राउ गर्यो र त्यसपछि भक्तपुरको गुन्डुबाट ओलीलाई पक्राउ गरेको थियो। यो पक्राउपछि कसैले यसलाई सरकारको बोल्ड आवश्यक र सही कदम भनेर प्रशंसा गरिरहेका छन् अनि कसैले राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेर यसको प्रतिवाद गर्ने बताइरहेका छन्। तर जे भए पनि पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ परेको यो घटना सामान्य भने होइन। एमाले आफ्नो अध्यक्षको पक्राउबारे सडक सदन र अदालत तिनैतिरबाट प्रतिवाद गर्ने बताएको छ, जसपछि सडक आन्दोलन पनि सुरु भइसकेको छ। अर्कोतिर बालेन सरकारले पहिलो दिन नै सबैभन्दा जोखिमपूर्ण कदम चालेर एउटा परीक्षण गर्न खोजेको छ, जसमा सफल भए सरकारको लागि असीमित सम्भावना र मनोवैज्ञानिक शक्तिको बाटो खुल्नेछ, जसमा टेकेर रासपाको सरकारले आफूले चाहे अनुसार शासन गर्न सक्छ। तर अर्कोतिर यो सबैले नेपालको आगामी राजनीतिक यात्रा कुन मोडबाट अगाडि बढ्नेछ भन्ने फेरि अनिश्चित बनाइदिएको छ। र यही सबै कुरा बुझ्न र बुझाउन हामीले यो भिडियोमा यो पक्राउको ब्याकग्राउन्ड र अहिलेसम्म भएका कुराहरू मात्र गर्दैनौँ। सरकारले किन पहिलो दिन नै ओली र लेखकलाई पक्राउ गर्ने रिस्क लियो अनि अर्कोतिर यो पक्राउको आफ्टर सकहरू के हुन सक्छन् भनेर पनि कुरा गर्नेछौँ। रिस्की त रिस्की नै हो नि है। अब गृहमन्त्री प्रधानमन्त्री आउन पाएको छैन, ब्लाट्टै छोपेर चौकी हालिदिइहाल्यो यार। राके जुलुसहरूदेखि लिएर यताउता सबै कुरा अब आन्दोलन गर्ने भनेर उत्रिरहेको छ, उत्रिन त। तर हेरौँ अब अगाडि के हुँदै जान्छ। जेनजी आन्दोलनको पहिलो दिन अर्थात् भाद्र 23 गते सरकारले अत्याधिक बल प्रयोग गर्दा 19 जना युवाहरूको ज्यान जान्छ। ला हेर त यो ढलेको यस्तो देख्दाखेरि त अनि ठिकै यो पनि भनिन्छ कि है मासालाहरू। पहिलो दिन हेर कस्तो पक्लक ढालिदिन्छ यार हेडसट हानेर। 23 गते सरकारले अत्याधिक बल प्रयोग गर्दा ओहो प्लाट 19 जना युवाहरूको ज्यान जान्छ। जसपछि आक्रोशित भिडले भोलिपल्ट अर्थात् भाद्र 24 गतेका दिन देशभरि हिंसात्मक प्रदर्शन र तोडफोड तथा आगजनी गर्दा थप 57 जनाको गरी 2 दिनमा कुल 76 जनाको मृत्यु हुन्छ। यही जेनजी आन्दोलनको बलमा ओली नेतृत्वको एमाले काङ्ग्रेस गठबन्धनको सरकार ढल्छ र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ नागरिक सरकार बन्छ। यही सरकारले जेनजी आन्दोलनका घटनाहरूको छानबिन गर्न पूर्व प्रधान न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्च स्तरीय आयोग बनाउँछ, जसले लामो समयको अनुसन्धानपछि प्रतिवेदन तयार पार्छ। यो प्रतिवेदन निर्वाचन अगाडि नै तयार भइसकेको हुन्छ, तर निर्वाचनको माहौल बिग्रिन नदिन सरकारले यसलाई होल्ड गरेर राख्छ। अर्कोतिर निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको 182 सिटसहित करिब 2/3 नजिकको सरकार बन्छ, जसपछि पहिले भएको सम्झौता अनुसार नै बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्छन्। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको। अनि शपथपछि बालेन्द्रले मन्त्री परिषद विस्तार गर्छन् र यही मन्त्री परिषदको पहिलो बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हुन्छ। गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने। अर्कोतिर बालेनको मन्त्री परिषदमा गृहमन्त्रीका रूपमा सुदन गुरुङले शपथ खाएका हुन्छन् अनि गृहमन्त्रीको पदभार ग्रहण गरे लगतै गृहमन्त्री सुदन गुरुङले राति सबै सुरक्षा निकायका प्रमुखहरूलाई भेला गरेर बैठक गर्छन्, जसमा ओली र लेखक दुवैलाई पक्राउ गर्ने सम्भावना र यसका चुनौतीका विषयमा कुरा हुन्छ। कार्की आयोगको प्रतिवेदनमा पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई जेनजी आन्दोलनका क्रममा 23 गते भएको घटनाको दोषी देखाउँदै कारबाहीको सिफारिस गरिएको थियो र त्यही आधारमा गृहमन्त्री गुरुङले उनीहरूलाई पक्राउ गर्न पर्ने अडान लिएर यो पत्र जारी गर्छन्। ल यो पज गरिदिएको छु, पढ्नु है सरर र पक्राउ पुर्जी, जसमा स्पष्टसँग ओली र लेखकको नाम नै तोकेर आयोगको सिफारिस कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनु भनेर प्रहरीलाई आदेश दिएको हुन्छ। यो आयोगको सिफारिस कार्यान्वयन गर्नु भनेको उनीहरूलाई कारबाही प्रक्रियामा लग्नु वा पक्राउ गर्नु भन्ने नै थियो। त्यसैले प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई यो पत्र लेख्दै दुवैजनालाई पक्राउ गर्ने गरी आदेश दिन्छ र प्रहरीले पनि यसको लागि यस्तो पक्राउ पूर्जी जारी गर्छ। यसमा ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धान भाडाको गुन्डु स्थित भाडाको घरमा बस्ने भाडाको घरमा बस्छन् त केपी ओली। को सिलसिलामा
तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पूर्जी जारी गरिएको छ भनेर लेखेको हुन्छ। यो पक्राउ पूर्जी सहित बिहानै सुरुमा करिब 5:45 बजे रमेश लेखकलाई भक्तपुरको कटुङ्जे स्थित उनको निवासबाट प्रहरीले पक्राउ गर्छ र त्यसको आधा घण्टापछि करिब 6:15 बजे ओलीलाई भक्तपुरको गुन्डु स्थित उनको भाडाको आफ्नो कामको प्रतिफल त पाइहाल्यो नि। काम राम्रो गरे पो काम पनि त्यस्तै गरेको थियो। यी अब आइहाल्यो, जेलैमा हो जेलैमा चरी जेलैमा त्यसबाट प्रहरीले पक्राउ गर्छ। जसपछि दुवैलाई केही समय भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा राखिन्छ। त्यसको केही समयपछि स्वास्थ्य परीक्षणका लागि भन्दै महाराजगञ्जमा भएको टिचिङ हस्पिटलमा भाग्छ, अस्पतालमा लगिन्छ। त्यहाँ स्वास्थ्य परीक्षणपछि केपी ओलीको स्वास्थ्य ठिक नभएको भन्दै डाक्टरहरूले उनलाई भर्ना हुन सुझाव दिन्छन् र टिचिङ अस्पतालको यो त ठ्याक्क यो हेर्दाखेरि त ठ्याक्क हाम्रो त्यो नायक फिल्म छ नि हिन्दीको, के अरे त्यसको नाम, आमिर खान त होइन, अर्जुन के कपुर रे, अर्जुन कपुर हो होइन नि यार, के यार त्यो नायक फिल्म के हो, त्यो फिल्मको याद आउँछ यार ठ्याक्कै। ठ्याक्क त्यो हिरो पनि प्रधानमन्त्री बनिसकेपछि यस्तै यो पुरै हस्टेल गरेर पुरै सुतेको नाटक गर्छ नि, हो त्यस्तै हो। भिआइपी क्याबिनमा उनी भर्ना पनि हुन्छन्। यो त भयो पक्राउसम्मको कुरा। यता पक्राउ परेपछि ओली र लेखकको दुवैले यसलाई प्रतिशोधपूर्ण पक्राउ भनी कानुनी लडाइँ लड्ने भनेर भनेका छन्। रमेश लेखकको दल नेपाली काङ्ग्रेसले समीक्षापछि मात्र आफ्नो बाटो कस्तो अपनाउने भनेर तय गर्ने भनेको छ। अर्कोतिर एमालेका नेता र कार्यकर्ताहरूले भने आक्रोशित भई प्रतिक्रिया दिइरहेका छन्। एमाले आकस्मिक सचिवालय बैठक बोलाएर नै देशभर सशक्त प्रतिवाद गर्ने भन्दै निर्णय पनि गरिसकेको छ र ठाउँ ठाउँमा प्रदर्शन पनि सुरु भएको छ। तर गृहमन्त्री सुदन गुरुङले भने यसलाई प्रतिशोध होइन, न्यायको सुरुवात भनेर भनेका छन्। अब यो पक्राउको ब्याकग्राउन्डदेखि यस्तो आन्दोलन गर्नेहरू त लाठी चार्ज गरेर पहिला जसरी गरेको थियो नि हो त्यस्तै गर्नुपर्छ है। यतिखेर यिनीहरूलाई पनि देखाउनु पर्यो नि पावर, अगाडि बढ्नै नदिने के। त्यो एउटा भिडियोहरू क्लिपहरू भाइरल त भएको छ, ब्लाट हान्दा पुरै मान्छे नै छैन नि एमालेको कार्यकर्ताहरू अथवा हुन्छ नि, यति बाटोमा आएको रे आन्दोलन गर्ने यति मान्छे। अनि पक्राउ सम्भव घटनाक्रम बुझिसकेपछि प्रश्न आउँछ कि सरकारले किन पहिलो दिन नै ओली र लेखकलाई पक्राउ गर्ने रिस्क लियो। यसको पछाडि म दुईवटा मुख्य कारणहरू देख्छु। पहिलो त दबाब वा सरकारको आफ्नै चाहना। यो कुरा बुझ्न अहिलेको सरकार कसरी बन्यो भनेर बुझ्नुपर्छ। दबाब त अभियसली छ नि, किनकि अब यो यिनीहरू प्रधानमन्त्री गृहमन्त्री बन्नभन्दा पहिल्यै अब जेनजीको मागै त्यही त हो सुरुको होइन। यिनीहरूले पनि भाषण त दिइरहेको थिए पक्राउ गरिहाल्नुपर्छ केपी ओली र त्यसलाई भनेर। अब यिनीहरू आफू सत्तामा पुगे, अब आफै प्रधानमन्त्री आफै गृहमन्त्री भइसकेपछि त यति काम गरेन भने त फेरि यिनीहरूलाई पनि छोड्दैन पब्लिकले। त्यही भएर जसरी पनि गर्नै पर्ने कदम हो कि यो त। पछिल्लो निर्वाचनपछि जनताले रासपालाई जुन शक्तिसहित सरकारमा पुर्याएको छ, यो सबैको पछाडि जेनजी आन्दोलनको भूमिका एकदमै धेरै छ र यही जेनजी आन्दोलनको दोषीहरूलाई कारबाही प्रक्रियामा ल्याउने भनेर रासपाले सुरुदेखि नै भनिरहेको छ। अनि प्रधानमन्त्री बालेन, रासपाका सभापति रवि लामिछानेदेखि गृहमन्त्री सुदन गुरुङ सबैले जेनजी आन्दोलनपछि कुनै न कुनै रूपमा ओली र लेखक दुवैलाई पक्राउ गर्न आवाज उठाएका थिए। बालेनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर नै पक्राउका लागि दबाब दिएका थिए। सुदन गुरुङले पनि सुरुदेखि नै ओली र लेखकलाई हत्यारा भनेर पक्राउको लागि आवाज उठाइरहेका थिए। पूर्व गृहमन्त्री ओम प्रकाश अरियालले उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै गुरुङले उनको विरोध समेत गरेका थिए। यस्तोमा उनीहरू आफू स्वयं नै सरकारमा पुग्दा ओली र लेखकलाई पक्राउ गर्नै पर्ने दबाब उनीहरूमा थियो र उनीहरू स्वयं पनि पक्राउ गर्नै पर्छ भन्ने पक्षका भएकाले सरकारमा पुग्ने बित्तिकै यो पक्राउका लागि वातावरण सिर्जना गरेको हुनसक्छ। दोस्रो कारण भनेको चाहिँ शक्ति परीक्षण हुनसक्छ। अहिले नयाँ बनेको सरकारको लागि सबैभन्दा गाह्रो र चुनौतीपूर्ण काम केही थियो भने त्यो ओली र लेखकलाई पक्राउ गर्नु थियो। सरकारले पहिलो कदममा नै यो गरेर अब यो सरकार जति कठोर बाटो हिँड्न पनि तयार छ भनेर सन्देश दिन खोजेको देखिन्छ। किनभने रासपा वा बालेन सरकारसँग जनताको अपेक्षा अत्याधिक धेरै छ। उनीहरू स्वयं पनि सामान्य बाचा गरेर सरकारमा आएका होइनन्। देशलाई स्थिरता दिनेदेखि लिएर भ्रष्टाचार निर्मूल पार्ने, भ्रष्टाचारीहरूलाई कारबाही गर्ने, ठुला ठुला परिवर्तन र अनुभव गर्न सकिने विकासहरूको आश्वासन उनीहरूले जनतालाई दिएका छन्। तर यो सबैका लागि सरकारमा पहिलेदेखि नै जडा गाडेर बसेको संस्कार, व्यवस्था र संरचनासँग लड्नुपर्ने हुन्छ। त्यसैले सुरुमै सबैभन्दा चुनौती र जोखिम भएको काम गरिसकेपछि अरू कुराको लागि शक्ति र माहौल दुवै तयार हुने सोच बालेन सरकारको हुनसक्छ। यो सरकारले जे पनि गर्न सक्छ भने विपक्षीलाई मानसिक रूपमा कमजोर बनाउने र तर्साउने, ताकि सरकारले निर्धक रूपमा आफूले सोचेको कुराहरू गर्न सकोस् भन्ने चाहना उनीहरूको हुनसक्छ।
यसरी एकातिर सरकारले हामी जे भन्छौँ त्यो डेलिभर गर्छौँ भन्दै जनतालाई एउटा स्पष्ट सन्देश दिइरहेको र अर्कोतिर एउटा टेस्ट गरेर हेर्न खोजिरहेको हुनसक्छ, जुन टेस्टमा सफल भएर अहिलेको सरकारले अझ कन्फिडेन्ट र बलियो भएर अगाडिको आफ्नो कार्यकाल बिताउने आशा उनीहरूको हुनसक्छ। तर सरकारले सोचेको जस्तो मात्र नहुन सक्छ, किनभने एमाले र काङ्ग्रेस लगायतका दलहरू पुराना मात्र होइनन्, नेपालको सबै निकाय र क्षेत्रमा भित्रभित्रै जडा गाडेर बसेका दलहरू हुन्, जसका लाखौँ कार्यकर्ताहरू छन्, कयौँ सङ्गठनहरू छन्। अनि सडक आन्दोलनदेखि राजनीतिक आन्दोलनको इतिहास बोकेका यी दुवै दलले आफ्नो नेता पक्राउको विरोधमा आन्दोलन अगाडि बढाउँछन् भने त्यसले देशलाई अस्थिरतातर्फ लिएर जानेछ। अहिले नै पनि आन्दोलनका लागि एमाले आफ्नो सबै जनवर्गीय सङ्गठनहरूलाई देशैभरको सडकमा उतार्ने निर्णय गरिसकेको छ। फालदेशी आइहाल्छन् बाटोमा जति पनि। त्यो महिला पार्टीहरू हेर न, अरूभन्दा पनि छोरा मान्छेभन्दा पनि यो महिला पार्टीहरू कति धेरै हो, बाफ रे बाफ, पुरै फ्यान्टै भएको नाटक गरेर बाटोमा सुतेर है गरेर चिच्चाइ कराइ गरेर रोएर विचित्रै छ यार। बरु हाम्रो प्रचण्ड ठिक यार, कमसेकम यो ओली सरकारले अनि काङ्ग्रेसहरूले जेनजी त आतङ्कवादी हो भन्दाखेरि प्रचण्ड केही बोलेन नि त होइन, त्यसको विरोध गरेन। जेनजीले अब नयाँ रूप लिन खोजेको थियो, त्यही भएर यस्तो भएको हो भन्ने कुरा राम्रो तरिकाले फेरि त्यो भन्दा बित्तिकै फेरि प्रचण्ड राम्रो भन्न खोजे होइन है। मास्टर माइन्ड हो बुढा, बोलीबाट चिफ्लाउन त सजिलै सकिहाल्छ, उम्किन खोजे हुन पनि सक्छ होइन। तर जे भए पनि बाहिर अब त्यस्तरी यिनीहरूले त यो ओली सरकारले त ठोकेरै दिएको थियो नि त, जेनजी त आतङ्कवादी नै हो भनेर, त्यस्तो त कमसेकम भनेन। ठिकै छ, अब के हुन्छ हेरौँ। यसरी नै ठाउँ ठाउँमा प्रदर्शनहरू भइरहँदा यसले अस्थिरता त निम्तिन्छ नै, जुन कुरा वर्तमान समयमा सरकारको गतिलाई रोक्ने एउटा ठुलो कारक हुनसक्छ। अर्कोतर्फ सरकारले अहिले नै ओली र लेखकलाई पक्राउ गर्ने निर्णय गर्नु कति अझ बाई बाई गरेको रे तँलाई, हामीले हो तँलाई बाई बाई गर्ने त, उसले गरिरहेछ हामीलाई बाई बाई, उचित हो भन्ने प्रश्न पनि उठिरहेको छ। सरकारले प्रतिशोध वा पूर्वाग्रहका साथ उनीहरूलाई पक्राउ गरेको आरोप पनि लागिरहेको छ। जस्तो ओली र लेखकलाई पक्राउ गर्नको लागि प्रहरीले जरुरी पक्राउ पूर्जी जारी गरेको थियो। यो मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 9 को उपदफा 6 अन्तर्गत जारी गरिन्छ। जस्तो सामान्य अवस्थामा कसैलाई अनुसन्धानका क्रममा पक्राउ गर्नु परे अदालतबाट कारण खुलाएर पहिले पक्राउ पूर्जी जारी गर्नुपर्छ। यो कुरा दफा 9 को उपदफा 2 र 3 मा उल्लेख छ। तर कोही तत्कालै पक्राउ नभएमा त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा निजले प्रमाण वा सबुतहरू नष्ट गर्ने सम्भावना देखिन्छ भने जरुरी पक्राउ पूर्जी जारी गरेर पनि उसलाई पक्राउ गर्न सकिन्छ। यस्तोमा पहिले पक्राउ गरेर मात्र अदालतलाई खबर गरिन्छ। मतलब सामान्य पक्राउ पूर्जीका लागि पहिले अदालतले अनुमति दिनुपर्छ, तर जरुरी पक्राउ पूर्जी जारी गर्दा भने अनि यसलाई पक्राउ गरिसकेपछि किन यो प्राडोमा चढे? यसलाई त पुलिस भ्यानमा हालेर हत्कडी लाएर लैजानु पर्ने होइन? पक्राउ पूर्जी जारी भइसकेपछि त हामी जस्तोलाई त फेरि लाठी चाकमा लौरो हानी हानी भ्यानभित्र कोचेर लैजान्छ त। यसलाई किन यस्तो सुविधा? पहिले पक्राउ गर्ने अनि 24 घण्टाभित्र अदालत पुग्दा हुन्छ। अब मैले यहाँ नबुझेको कुरा के भने ओली र लेखकले अहिले कुन त्यस्तो प्रमाण मेटाउन सक्थे वा उनीहरू भाग्ने अवस्था कतिको थियो जसले गर्दा जरुरी पक्राउ पूर्जीको व्यवस्था गरेर सरकार बनेको भोलिपल्ट नै शनिबारको एका बिहानै उनीहरूलाई पक्राउ गरियो। हेर्नुहोस्, भदौ 23 र 24 गतेका वास्तविक दोषीहरूलाई कारबाही हुनैपर्छ। यसको लागि कार्की आयोगको प्रतिवेदनलाई पूर्ण रूपमा पालना पनि गरिनुपर्छ अनि प्रक्रियामा गई थप अनुसन्धान पनि हुन जरुरी छ। तर यसरी हतारमा प्रक्रिया मिचेर पक्राउ गरिएको देख्दा सरकारले अस्वाभाविक रूपमा हतारो गरेको हो कि भन्ने प्रश्न चाहिँ उठ्छ नै। त्यसैले जसरी रवि लामी छानेलाई रातको समयमा प्रक्रिया मिचेर पक्राउ गरिनु त्यस बेलाको ओली सरकारको दम्भ र पूर्वाग्रहपूर्ण निर्णय थियो, त्यसरी नै यो पक्राउलाई पनि एक हदसम्म रासपा सरकारको दम्भ अनि पूर्वाग्रह मान्न सकिन्छ। तर त्यसरी रवि पक्राउ परे पछाडि रासपाले राजनीतिक प्रतिशोध साधिएको भनेर आवाज उठाए पनि आफ्नो विरोध र प्रदर्शनहरूलाई शान्तिपूर्ण र लोकतान्त्रिक मान्यताका साथमा अगाडि बढाएको थियो। दबावका लागि रासपाले हस्ताक्षर सङ्कलन गर्यो तर हिंसात्मक प्रदर्शन भने गरेन। अब तर यो केपी ओलीको त हेर त पुरै गाडी तोडफोड गरे यार, बिचरा प्राइभेट गाडीहरू फुटाल्ने, टायर बाल्ने, आगो बाल्ने, यहाँदेखि थाहा भइहाल्छ नि को चोर गधा हो भन्ने कुरा त होइन। रासपाल त्यतिखेर के अरे हाम्रो रवि लामिछानेलाई हाल्दाखेरि त एकदम शान्तिपूर्वक गरेका थियो आन्दोलन, त्यस्तो ढुङ्गा हानाहान गर्ने, मारपिट गर्ने केही गरेका थिएन,
सही कुरा हो यो त। अहिले आफ्नो नेता पक्राउ पर्दा एमाले र काङ्ग्रेसले रासपाले चाहिँ विरोधको लोकतान्त्रिक पद्धति अपनाउँछ कि द्वन्द्व र मुडुबेरतिर लाग्छ भन्ने कुरा भने हेर्न बाँकी छ। तर अब अगाडि के हुन्छ भन्दा यो मुद्दाको प्रकृति बुझ्नुपर्छ। कार्के आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ज्यान मुद्दामा अनुसन्धान गर्न भनेर सिफारिस गरेको थियो। भदौ 23 को प्रदर्शनका क्रममा केहीको मृत्यु भइसकेपछि पनि उनीहरूले त्यसलाई रोक्नका लागि कुनै अग्रसरता नदेखाएको वा उनीहरूको लापरवाहीपूर्ण तरिकाले धेरैको ज्यान गएको भन्दै मुलुकी अपराध संहिता 2074 को दफा 181 अनुसार अनुसन्धान गर्न उनीहरूलाई सिफारिस गरेको छ। र यही सिफारिस अनुसार नै सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी त्यसपछि कार्यान्वयन गर्ने र बाँकीको लागि भने तत्कालै कार्यान्वयन अगाडि बढाउने भन्ने मन्त्री परिषदले निर्णय गरेको थियो। र यही निर्णय अनुसार तत्कालीन प्रहरी प्रमुख खापुङलाई छोडेर ओली र लेखकलाई प्रहरीले पक्राउ गर्यो। यस अनुसार पक्राउ परेपछि अब ओली र लेखकलाई अदालतले अनुमति दिन्छ भने प्रहरीले म्याद थप गर्दै बढीमा 25 दिनसम्म थुनामा राख्न सक्छ। थुनामा राख्नै पर्छ। यो म्यासरले त गोली चलेकै होइन, त्यो त एआई हो भन्दिन बेर छैन। त्यस्तो बाङ्गो गराइ यो त एआई हो, गोली चलेकै होइन, मान्छे मरेकै होइन भन्न बेर लाग्दैन मासालाले। त्यसपछि भने सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ र उनीहरू दोषी देखिन्छन् भने 3 देखि 10 वर्षसम्मको कैद, 30,000 देखि 1 लाख रुपियाँसम्म जरिमाना हुन सक्छ। जरिमाना चाहिएन, कति पनि दिन परेन, जेल हाल्नु पर्यो, जेल 10 वर्ष, 15 वर्ष, 20 वर्ष। र यसका लागि अदालतबाट दोषी प्रमाणित भने हुनुपर्छ। र नेपालको न्याय प्रक्रिया र प्रणाली हेर्दा यति भन्न सकिन्छ कि यो अझै धेरै समय लाग्ने विषय हो। तर अहिले तत्काल ओली र लेखक पक्राउको विषयले सडक आन्दोलन बढ्ने सङ्केत देखिन्छ। र त्यो सडक आन्दोलनले अगाडि कस्तो स्वरूप लिन्छ, एमालेलाई कसले साथ दिन्छ, अनि सरकारले यो आन्दोलनलाई कसरी लिन्छ र त्यसमा के प्रतिक्रिया दिन्छ, यसले पनि आन्दोलनको स्वरूप र आकारलाई परिवर्तन गर्दै जाला। तर निर्वाचनमा खासै राम्रो प्रदर्शन गर्न नसकेर 25 सिटमा खुम्जिएको एमालेलाई फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा आउने एउटा मुद्दा चाहिएको थियो। पुराना दलहरूलाई एकतामा बाँधिने एउटा विषय चाहिरहेको थियो। सायद ओली र लेखकलाई पक्राउ गरेर सरकारले उनीहरूलाई त्यो दुवै कुरा दिएको छ, जुन कुराले स्थिरता र शान्तितर्फ बढिरहेको हाम्रो भविष्यलाई अनिश्चित बनाइदिएको छ। त्यसैले अब के हुन्छ, घटनाक्रम कसरी अगाडि बढ्छ त्यो अनिश्चित छ। तर के कुरा चाहिँ निश्चित छ भने यो एमाले र काङ्ग्रेस लगायत विपक्षी दलहरूको मात्र होइन, नयाँ बनेको बालेन सरकारको पनि परीक्षणको समय हो। तपाईँलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्नुहोस् र हामीले बनाइरहेको भिडियो र उठाइरहेको विषयवस्तु तपाईँलाई मन परिरहेको छ भने च्यानललाई सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई गरिदिनु। अर्को भिडियोमा फेरि भेटौँला। यो भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद। सब्सक्राइब गाइस, सब्सक्राइब। प्रोजेक्ट कुरालाई पनि सब्सक्राइब गर्नु होला, मेरो च्यानललाई पनि सब्सक्राइब गर्नु होला। अलराइट गाइस, सबैलाई थाहा नै भइसक्यो होला है अब पक्राउ परेको भन्ने कुरा त। अब अगाडि प्रक्रियाहरू के चल्छ भन्ने कुराहरू त अब अदालतले भन्ने कुरा हो। अनि त्यसपछि छानबिन आयोगबाट अब के आएको छ होइन, के खुलासाहरू खोल्छ, अब दोषी देखिने हो कि होइन। अब स्पष्ट हेर्दाखेरि त दोषी नै हो, तर भन्छन् नि त्यो प्रमाण चाहियो, प्रमाण। यस्ता प्रमाणहरू त यिनीहरूले यस्तो गर्दा बित्तिकै गायब गरिदिन सकिहाल्छ। अब त्यही भएर अब थाहा छैन यार के हो कसो हो, अगाडि अब के हुन्छ। अब थाहा त छ सबै जनतालाई यिनीहरू हत्यारा नै हो भन्ने कुरा। त्यही भएर कडाभन्दा कडा कारबाही चाहिँ हुनैपर्छ। कसरी हुन्छ, हाम्रो सुदन गुरुङ, बालेन शाह यिनीहरूले चाहिँ एकदम स्ट्रङली है फेरि, किनकि यहाँ त फेरि राजनीति पनि चल्न सक्छ, फेरि अर्को रूप लिन सक्छ राजनीतिले। हजुरहरूलाई भिडियो के कस्तो लाग्यो, यस्तै रियाक्सन भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट पनि गर्नुहोला भन्दै आजको लागि चाहिँ म बिदा लिन चाहन्छु साथीहरू। सी यू इन माई नेक्स्ट भिडियो।